यो चाहिँ एस्टन पार्क हो हैन प्रिस्टनको। अहिले मैले एउटा नयाँ साइकल लिएको छु हैन। अब आउने दिनहरुमा चाहिँ म यो साइकलबाट ब्लग दिन्छु नयाँ नयाँ ठाउँ गएर यो युके को हैन। सो फर दैट मेरो युट्युब च्यानलमा चाहिँ जोइन भइरहनु हैन। यदि तपाईहरु नयाँ भ्युअर्स हुनुहुन्छ भने लाइक गरिदिनु, सब्स्क्राइब गरिदिनु हैन। अनि अलिकति राम्रो छ, इन्फर्मेटिभ छ भनेदेखि पनि सब्स्क्राइब गरिदिनु होला। म यो मेरो युट्युब च्यानलमा चाहिँ तपाईहरुलाई भ्लग म्युजिकको बारेमा र प्लस फुटबलको बारेमा जानकारी दिन्छु। यो चाहिँ एस्टन पार्कको चौर हैन। यति ठुलो छ। उता यो जंगल पछाडी पनि छ चौर चाहिँ हैन। म साइकलमा राइड गरिरहेको छु। म त्यहाँ पुगेपछि भिडियो गर्छु हैन। अनि अब त्यहाँ पर देखिरहनु भएको चाहिँ त्यो रेसिडेन्शियल एरिया हैन। त्यहाँ चाहिँ अब कुइरेहरु बस्छन्। म चाहिँ अहिले त्यो अघि देखाएको पार्कबाट त्यो जंगल भित्रबाट क्रस गरेर यता आएको छु हैन। त्यताबाट भ्यू नदेखेको चाहिँ यही भ्यू हो। अनि यहाँ चाहिँ बास्केटबल कोर्ट पनि रहेछ है। अनि यो चाहिँ मेरो साइकल। अब मैले यहाँको ड्राइभिङ लाइसेन्स चाहिँ लिन खोजिरहेको छु हैन। त्यसको लागि मैले मोक टेस्ट प्र्याक्टिस गरिरहेको छु। अब यहाँ ड्राइभिङ लाइसेन्स लिनलाई चाहिँ धेरै झ्याउ अनि क्वेसन फर्स्टमा सिक्नुपर्ने रहेछ, मोक टेस्ट दिनुपर्ने रहेछ हैन। त्यसको लागि चाहिँ एउटा एप हुन्छ यो गभर्नमेन्टकै, त्यो चाहिँ एप हुन्छ। एप चाहिँ हामीले पेड भर्जनमा पाउँछौँ हैन। त्यसको चाहिँ लगभग 5 point something पाउन्ड पर्छ। त्यो त्यति तिरेर चाहिँ अनि त्यसमा हामीले प्र्याक्टिस गर्नुपर्ने रहेछ। अनि त्यो प्र्याक्टिस गरेर अब जम्मात्रमी चाहिँ अब क्वेसन चाहिँ 50 वटा आउँछ। 5 मार्क्स चाहिँ 43 हुँदो रहेछ हैन। 43 वटा मिलाउनु पर्छ आउट अफ 50 मा चाहिँ। अनि त्यति पास भइसकेपछि चाहिँ तपाईले अनि फर्दर प्रोसेस चाल्नुपर्ने रहेछ हैन। म चाहिँ फर्स्ट स्टेजमै छु। अब मोक टेस्टको लागि प्रिपेयर गरिरहेको छु। मैले मोक टेस्ट पास गरेँ भनेदेखि म फर्दर प्रोसेस अगाडि बढाएर मैले एउटा गाडी किन्ने सोच गरिरहेको छु हैन। फर्स्टमा चाहिँ लाइसेन्स निक्लोस् भनेर। त्यसको लागि चाहिँ मैले यही साइकललाई मेरो साथी बनाएर म आगामी दिनहरुमा भिडियो दिन्छु। अब चाहिँ म यता पारीपट्टि आएको छु हैन। अघि म त्यहाँ पर अब मेरो अलिकति पुरानो मोबाइल भएर खासै जुम चाहिँ हुँदैन हैन। त्यही पनि जुम गर्दै त्यताबाट खिचेको थिएँ भनेदेखि अहिले म चाहिँ यतातिर आइसकेँ। ल हेर्नुहोस् अब यता युकेको चौरहरू चाहिँ यतिको ठुलो हुन्छन् हैन। त्यही पनि आज सन्डे अब ब्याङ्क होलिडे हो हैन। त्यही पनि अब मान्छे छैन। चौर छ मान्छे छैन। यो चाहिँ अघि मैले देखाएको त्यो रेसिडेन्शियल एरिया भइहाल्यो। यहाँ पछाडि छ मेरो बाइक। आजको मौसम चाहिँ दामी छ है। घाम लागेको छ। अब जाडो महिना सुरु भयो हैन। यहाँ माथि चाहिँ जेठ उडिरहेको छ। धुवा चाहिँ देखिन्छ कि देखिँदैन हैन। जेट उड्दाखेरि चाहिँ यहाँ यिनीहरूले धुवा फाल्छन् क्या। र आज मैले तपाईलाई धेरै नभए तापनि हैन अब सानो भिडियोमा यसो एस्टन पार्कको बारेमा यसो अलिकति भने हैन। धेरै त हैन। अब मसँग यो साइकलमा स्ट्यान्ड पनि छैन मोबाइल अडाउनको लागि हैन। अब नेक्स्ट विक चाहिँ म त्यो अमेजनबाट लिन्छु। अनि त्यसपछि नेक्स्ट भ्लगमा चाहिँ म मोबाइल त्यसमा राखेर हैन अनि मेरो जर्नी तपाईहरुलाई देखाउँछु हैन। सो अब यो चाहिँ साइकल र मान्छे हिँड्नको लागि मात्र हो है।
यसमा अब ठुलो गाडीहरू आउन पाउँदैनन्, स्पेसल्ली साइकल र मान्छेको लागि बनाएको बाटो हो यो। अनि प्राय अब मर्निङमा चाहिँ मान्छेहरू मर्निङ वाक गर्छ यो बाटोमा। सो गाइज अब यति नै हो आजको भिडियो चाहिँ होइन। नेक्स्ट भिडियोमा चाहिँ म तपाईँहरूलाई अलिकति लामो बनाएर अलिकति इन्फर्मेसन पनि धेरै दिएर लिएर आउँछु भिडियो होइन। साथीहरू तपाईँहरूलाई यो भिडियो मन पऱ्यो भनेदेखि लाइक गरिदिनु, सेयर गरिदिनु होइन। अनि सब्सक्राइब गर्न चाहिँ नबिर्सिदिनु होला। सब्सक्राइब गर्दाखेरि साइडमा बेलको आइकन देख्नुहुन्छ, त्यसलाई पनि क्लिक गर्नुहोस्, किनभनेदेखि अब आउने दिनमा म तपाईँहरूलाई अब यस्तै भ्लग, फुटबल, म्युजिकको बारेमा इन्फर्मेसन दिन्छु होइन। सो अब तपाईँहरूलाई युकेको बारेमा पनि यसो जान्नु छ, तपाईँहरू नेपालमा हुनुहुन्छ, स्टुडेन्ट बनेर युके आउनु लाग्नु भएको छ, त्यसको प्रोसेस के हुन्छ र यहाँ आएपछि तपाईँहरूले कस्तो प्रब्लम फेस गर्न सक्नुहुन्छ होइन, यसको बारेमा पनि म तपाईँहरूलाई जानकारी दिन्छु। यदि तपाईँहरूले मेरो कमेन्ट बक्समा गएर कमेन्ट गर्नुहुन्छ, मलाई यसको बारेमा भिडियो बनाएर दिन्न भन्नुभयो भनेदेखि म अभियसली होइन, अब म आएको लगभग 10 महिना भइसक्यो। अब मैले भोगेका कुराहरू होइन, अब म त डिपेन्डेन्टमा हो होइन, अब मेरो बुढीले भोगेका कुराहरू म तपाईँहरूलाई सेयर गर्छु र के कुरा गर्दा राम्रो हुन्छ नराम्रो हुन्छ यो बारेमा सब तपाईँहरूलाई क्लियर बनाएर भिडियो दिन्छु होइन। त्यसको लागि चाहिँ तपाईँले सब्सक्राइब गर्नै पर्ने हुन्छ है। र आजको लागि यति नै। हस्त, धन्यवाद। जय नेपाल।